हामी सबै तयारीहरू पुरा गरिसकेका छौँ। यसमा मैले भन्नुपर्ने कुराहरू के छ भन्दाखेरि हामीले के कुराहरू जुन नयाँ केही गरेका छौँ त्यो मात्रै म यहाँहरूलाई भन्छु, फेरि लामो समय लिन्न। हामीले यसपल्ट नगद पुरस्कार जे थियो त्यसलाई नै निरन्तरता दिएका छौँ, यसमा नयाँ छैन। तर नयाँ के गरेका छौँ भन्दा म्याराथनमा आकर्षित गर्नका लागि जतिजनाले म्याराथन पुरा गर्नुहुन्छ उहाँहरूलाई नगद 5,000ले प्रोत्साहन पुरस्कार दिने जुन हामी तयारी गरेका छौँ। त्यसै गरी भेटरानको विधायक पनि छलफल गरेका छौँ, त्यसमा पनि सहभागी सङ्ख्या रहेको छ। 45 वर्ष माथिका धावकहरू पनि यस वर्ष यहाँले देख्नुहुनेछ। अर्को नयाँ कुरा भनेको हामीले एकपल्ट गर्न खोजेको यो हामीले दौडलाई केवल एउटा इभेन्ट मात्र होइन, यसलाई एउटा संस्कार, एउटा संस्कृतिको रूपमा विकास गर्न खोजेका छौँ र स्कुलदेखि नै यसलाई यसको विकास गरौँ, स्कुलदेखि नै यसको एउटा संस्कृतिको रूपमा लैजाउँ भनेर हामीले स्कुललाई कसरी प्रोत्साहन गर्ने त भनेर यस वर्ष हामीले नेपालगञ्ज ट्रफी नामाकरण गरेर हामीले एउटा ट्रफी स्थापना गरेका छौँ र यो हरेक वर्ष प्रदान गर्ने छ विभिन्न क्षेत्रमा योगदान गर्नेलाई। र यस वर्ष हामीले जुन स्कुलले दर्ता धेरै गरेको छ, दर्ता सङ्ख्याको आधारमा हाम्रो साथीहरूले छनौट गर्नुहुनेछ र त्यो स्कुललाई हामीले उद्घाटन समारोहमा नेपालगञ्ज ट्रफीबाट हामीले सम्मानित गर्नेछौँ। त्यसै गरी अर्को भनेको मैले यसमा उल्लेख गरेको छु, यो फिपिक्स भन्ने प्रोग्राम हामीले पहिलोपल्ट नेपालमा कार्यान्वयन गर्दैछौँ। यसअघि धारा नेपाल म्याराथनकै भगिनी इभेन्ट काठमाडौँ 25K हेरिटेज रेसमा पनि हामीले यो सञ्चालनमा ल्याइसकेका थियौँ। यो भियतनामको एउटा प्रतिष्ठित आइटी कम्पनी एक्टियुटी भन्ने छ, त्यसको प्रोग्राम हो यो फिपिक्स भन्ने प्रोग्राम छ। यसले के हुन्छ त भन्दाखेरि त्यो दिन यहाँले अनुभूति गर्नुहुनेछ कन्क्लेभमा र म्याराथनको दिन तपाईँहरूको सबैको फोटोग्राफी हाम्रो अफिसियल फोटोग्राफरले खिच्नुहुनेछ। त्यो फोटो तपाईँले स्क्यानर डाउनलोड गर्नुभयो भने र तपाईँको फेस स्क्यान गरेपछि तपाईँका जति पनि फोटोहरू छन् त्यो स्वतः तपाईँको वाट्सएपमा आउनेछ। यो एउटा नयाँ कार्यक्रम छ र यसले तपाईँहरूलाई पनि एउटा रोमाञ्चक बनाउँछ भन्ने हामीले बुझेका छौँ। त्यसै गरी अर्को भनेको हामीले 11 वर्षसम्म काम गर्दै आउँदाखेरि अब यसले अन्तर्राष्ट्रिय समुदायसँग कसरी काम गर्ने, विश्व परिदृश्यमा म्याराथनको लोकप्रियता एकदमै आक्रामक ढङ्गले बढिरहेको हामीले पाउँछौँ। मैले पटक भन्ने गरेको छु 2026को लन्डन म्याराथनको लागि 13 लाख मान्छेले आवेदन दिइसक्नु भएको छ। यसरी लोकप्रियता बढ्दो छ संसारभर र त्यो कुरालाई हामीले हाम्रो समुदायसँग, हाम्रो स्थानीय स्तरसँग कसरी कनेक्ट गर्ने त भनेर हामीले विश्वका अन्य म्याराथन आयोजकहरूसँग क्रमशः सहकार्य गर्दै अगाडि बढिरहेका छौँ। यहाँहरूलाई हामीले प्रेस नोट मार्फत यस अगाडि पनि जानकारी गरेका छौँ र अहिलेसम्म हामीले सिङ्गापुर, थाइल्यान्ड लगायत यो दक्षिण एसिया र पूर्वी एसियाका करिब आधा दर्जन म्याराथन आयोजकहरूसँग हामीले सम्झौता गरेर अगाडि बढ्दैछौँ। खास गरेर नेपालगञ्ज आर्थिक राजधानीको जुन नारा हरेक चुनावमा खास गरेर प्रदेश स्तरबाट त्यो उठ्ने गरेको छ, तर चुनाव लगत्तै ती कुराहरू ओझेलमा पर्दै जाने खालको चाहिँ स्थिति छ। त्यो स्थितिमा नेपालगञ्ज एउटा ट्रान्जिट सहरको रूपमा, आर्थिक राजधानीको रूपमा डेभलप हुने चाहिँ सम्भावना कति छ र यो नारामा मात्र किन सीमित छ भनेर हामीले एउटा सेसन गर्छौँ। अर्को भनेको जेन्जी विद्रोहपछि खास गरेर भदौ 23 र 24 गतेको आन्दोलन, त्यसपछि त्यससँग जोडिएर भएका कतिपय विध्वंसका घटनाहरू, यसले गर्दाखेरि नेपालको अहिलेको राजनीतिक तरलताको अवस्था आएको छ। यो विद्रोहपछि के कस्तो अन्यल छ र त्यसको निकास कसरी हुनसक्छ, वा यो विद्रोहपछि खास गरेर युवा पुस्ताले गरेको विद्रोह भनिएको छ, यसलाई यो पछि चाहिँ अब नेपालको दिशा गति के हुन्छ भन्ने पनि ठुलो अन्योलता छ। त्यो अन्योलताबाट अवसरमा कसरी रूपान्तरण गर्न सकिन्छ, समाजशास्त्रीदेखि त्यो आन्दोलनमै संलग्न भएका अगुवासम्मको त्यो बहस हुनेछ। अर्को भनेको एउटा संवादको कार्यक्रम छ जुन चाहिँ
वरिष्ठ अभिनेता राजेश हमालसँगको संवाद हो। उनको पछिल्लो पुस्तक युगदेखि युगसम्मलाई पनि त्यसले अलिकति केन्द्रमा राखेर त्यो संवाद हुनेछ। यस वर्ष नेपालगञ्ज कन्क्लेभले प्रतिष्ठित पब्लिकेसन फाइन प्रिन्टसँग खास गरेर उसले देशका विभिन्न सहरहरूमा गर्दै आएको फाइन प्रिन्ट फिभर यो नेपालगञ्ज कन्क्लेभमा पनि जोडिनेछ र साहित्य सम्बन्धी लेखक सम्बन्धी कतिपय सेसनहरूमा हामीले पब्लिकेसनसँग साझेदारी गरेर सेसनहरू गर्नेछौँ र झन्डै 10 बजेदेखि 2:30-3 बजीसम्म नेपालगञ्ज कन्क्लेभका नियमित सेसनहरू हुनेछन् भने त्यसपछि फाइन प्रिन्ट फिभर हुनेछ। अपेक्षा छ नेपालगञ्ज कन्क्लेभको यो श्रृङ्खलामा पनि सम्पूर्ण पत्रकार साथीहरू, नगरवासी दाजुभाइ दिदीबहिनीहरू र विषयमा केन्द्रित रहेर छलफल बहस र आफ्ना कुराहरू राख्न, कुरा सुन्न रुचि राख्ने सबैको लागि पनि यो खुला फोरम नै हुनेछ। यदि त्यो गयो भने त्यो कुराको चाहिँ हुन्छ नि केही कुरो यदि उहाँहरूलाई चाहिँ हुन्छ नि भयो भने त्यसको समाधान हुने पनि बाटो निस्किन्थ्यो। अनि त्यो बाटो या भोलिपल्ट हामी पनि चाहिँ जुन छ कि यसमा चाहिँ के कसो भएको भन्ने कुरो बुझ्न पनि सजिलो हुन्थ्यो भन्ने मनसायले मैले भनेको थियो। त अबदेखि उहाँले भन्नुभएको छ, अब हेरौँ यो पालि कसरी चाहिँ उहाँहरूले गर्नुहुन्छ। तर त्यो एउटा मेरो सुझाव थियो यसलाई चाहिँ सुचारू गर्नको लागि। र म्याराथन चाहिँ जुन छ सबैले चाहिँ जुन छ नि अहिले पनि नेपालगञ्जमा मलाई लाग्छ कि सबैले अपनत्व लिएको छैन। यदि अपनत्व लिएको भए चाहिँ जुन छ नि कि यहाँ पनि हजारौँ मान्छेको जुन यहाँ हामी विदेशमा हेर्छौँ कि लाखौँ मान्छे छ भने यहाँ लाखौँ नभए पनि हजारौँ मान्छेमा चाहिँ आउँथ्यो। तर त्यो चाहिँ जुन चाहिँ बिस्तारै चाहिन्छ नि अब यो स्कुलमा यो पालि उहाँले जुन प्रयास गर्नुभएको छ त्यो प्रयासले पनि चाहिँ स्कुलका यदि विद्यार्थीहरू सम्मिलित हुन्छ भने हामी चाहिन्छ नि त्यसमा खुसी नै हुन्छौँ। र यो सबैको स्वास्थ्यको लागि र चाहिँ जुन छ नि कि यो एउटा खेल भावनाको लागि जुन आजभोलि बच्चामा मोबाइलको जुन प्रयोगको छ त्यसबाट केही मिनट भए पनि वा केही घन्टा भए पनि दूर भयो भने पनि त्यो पनि एउटा चाहिन्छ नि राम्रो पक्ष नै जान्छ भन्ने कुरो चाहिँ जुन छ नि मेरो बुझाइरहेको छ। र यो 11औं चाहिँ जुन चाहिँ धारा म्याराथनको चाहिँ सफलताको चाहिँ शुभकामना दिँदै म आफूलाई जुन चाहिँ यही सबै धन्यवाद दिन चाहन्छु। यहाँहरूले पहिलो संस्करणदेखि 11औं संस्करणसम्म हाम्रो धारा नेपालगञ्ज म्याराथनलाई जनमानससम्म पुर्याउन, मेचीदेखि महाकालीसम्म पुर्याउन र यसलाई अन्तर्राष्ट्रिय मापदण्डको रूपमा प्रतिस्पर्धा गर्ने गरी सबै मापदण्ड पुरा गरेर यसलाई चाहिँ नि एम्सको आफ्नो मान्यता प्राप्त म्याराथन दौडको रूपमा जो हामी दर्ज भयौँ, मान्यता प्राप्त गऱ्यौँ, यो उचाइसम्म पुर्याउनका लागि यहाँहरू पत्रकारज्यूहरूकै महत्त्वपूर्ण योगदान रहेको छ। त्यो कम छैन। आयोजकको तर्फबाट हामी धन्यवाद दिन चाहन्छौँ सबैलाई। यहाँहरू हुनुहुन्छ र समाचार सम्प्रेषण गर्नुहुन्छ र त दुनियाँले यसका बारेमा थाहा पाइरहेको छ। नभए हामी 136 जना धावकहरूबाट सुरु गरेको यो दौड आज 5-7 हजार धावकहरूको बीचमा हामीले नेपालगञ्ज सहरलाई दौडाउने कोसिस गरिरहेका छौँ। यद्यपि 35,000, 60,000, 70,000 धावकहरू सहरमा दौडिरहेका कुरा त टिएस सरले भनिसक्नु भएको छ। त्यसकारणले हामीले सहरलाई दौडाएर मात्रै यसलाई सहर चलायमान बनाउन खोजिरहेका छैनौँ। दौडका माध्यमबाट कम्तीमा हाम्रो सहरलाई फेरि पनि उठाउन, व्यावसायिक हिसाबले, आर्थिक हिसाबले, सामाजिक हिसाबले, धार्मिक हिसाबले, शैक्षिक हिसाबले, साहित्यिक हिसाबले यसको बहसहरू चर्चा परिचर्चा गरेर नेपालगञ्जले सिङ्गो राष्ट्रका बारेमा अथवा समाजका बारेमा पनि आफ्नो ध्यान केन्द्रित गरेको छ र त्यस्ता खालका विज्ञ व्यक्तित्वहरूलाई नेपालगञ्जमा ल्याएर यसले विषयगत छलफलहरू अगाडि बढाएको छ भन्ने कुरा पनि हामी दिन चाहन्छौँ। त्यसकारणले